Hi everyone, good morning, namaste, namaskar, welcome back to my YouTube channel again. म यशोदा विश्वकर्मा आयो हजुर सबैजना एकदम सुस्त व्यस्त अनि मस्त हुनुहुन्छ भन्ने आशाका साथ आज चाहिँ मैले धेरैपछि अर्को एउटा भिडियो स्टार्ट गरेको छु जुन भिडियो चाहिँ आज विशेष रहनेछ। आज चाहिँ दिदीकी छोरीको बर्थडे रहेको छ। हाम्रो गरिमा छोरीलाई जन्मदिनको धेरै धेरै शुभकामना सानो। धेरै पढ्नु ज्ञानी मान्छे हुनु ठुलो मान्छे बन्नु है। अहिले जस्तो ज्ञानी छ त्यस्तै ज्ञानी बनिराख्नु राम्रो हुनु है। हामी चाहिँ निस्किन लाग्दैछौँ घरबाट चाहिँ मम्मी र म जानेवाला छौँ। भाउजूहरू चाहिँ व्यस्त हुनुहुन्छ त्यसैले हामी चाहिँ मम्मी छोरी निस्किन लागेको। अनि मैले चाहिँ घरदेखि नै भिडियो स्टार्ट गरेको किनकि उहाँ गएपछि छोरीले सानो भिडियो बनाइदिन्छु न भनिहाल्छ। अहिले साथीहरू हामी रेडी भएर निस्किसकेको छौँ। मम्मी अगाडि अगाडि हिँड्दै हुनुहुन्छ, म पछाडि पछाडि हिँड्दैछु। मेरो त ट्याक्सी यसो हेर्नु मम्मी अलि त जानु मम्मी। साथीहरू नानीलाई लिनको लागि उसको स्कुलतर्फ गइराखेको छु। नानीलाई चाहिँ म लिन आउँछु भन्ने चाहिँ थाहा होइन, त्यही पनि म भिडियो बनाउँदै गइराखेको छु। हेरौँ है त, म चाहिँ अहिले वेट गरिरहेकी छु गेटमा। नानीहरू अब निस्किन्छन्, निस्केकै छैनन् तर म वेट गरिरहेकी छु। तीनवटा नानीहरू आउनेवाला छन्, आइसकेको छन्। गरिमा, मान्यता, आयङ्का। हेरौँ है त, म चाहिँ यहाँ लुकेर बसिरहेको छु, यहाँबाट देख्दैन। हेरौँ है त, ह्याप्पी बर्थडे टु यु, आई लभ यु। ह्याप्पी बर्थडे टु यु। के खाइस हजुर भन्दैछु, हाई भन्दैछु, बुन्टे बा आलु गइस होइन नि हजुर होइन नि। आज तिमीले स्कुलमा के गर्यो भन त? ह्याप्पी बर्थडे। ह्याप्पी बर्थडे चकलेट बारे म्यामले पनि मलाई दिसिनु भयो। अनि क्लास गरेन अनि पछिबाट चाहिँ मन्जु म्यामले होमवर्क गराउनु भयो। ओ खाजा के खायो? खाजा हजुर चिचिमाम। चिचिमाम वाउ। आइगा तिमीले गरिमालाई ह्याप्पी बर्थडे भन्यौ? भनिन। तिमीले भन्यौ? वा तिमीलाई कुन केक मन पर्यो रे भन्छ त? रेड भनेको यो रेड होइन त? तिमीलाई अरू कुनै नि कलर मन परेन? किनकि आज तिम्रो ह्याप्पी बर्थडे, तिम्रो चोइसमै त यही रेड होइन त? यही रेड बोक्ने होइन त? साँच्ची हो नि? हो ओके डन है त। त्यो रातो मात्रै है त, रेड कलरको ल कि अरू कलर लैजाने हो भने यो दुईवटामा कुन कलर चुज गर्ने हो चुज गर है। तिमीलाई अरू कलर मन पर्यो भने पनि के गर्ने, हामी अर्को कलरको बोक्ने। तर तिम्रो सबैभन्दा रेड मन पर्यो होइन? हो चोइसमा कि चाहिँ यस्तो बनेको छ। तिमी खुसी छौ? खुसी छौ? ठिक छ। खुसी भएर केही छैन फेरि।